जस्तो कुरा गर्थ्यो हौ। म बाउलाउन आँटे अब। एउटाबाट चाहिँ कसरी दुईटा निस्किन्छ? के न बोलाएको के भयो? तिमीलाई त क्यामेरा नै अन गरेर आउनु पर्ने हुन्छ। तिमीले यहाँ लेङलेङ गरिहाल्छौ। के भयो? मलाई तर्साउनु पर्छ जहिले फेरि। अनि के त तिमीले केही यहाँ यसो नयाँ कन्टेन्ट देखाइ पो हाल्छौ कि झगडा झगडा गरिहाल्छौ नि त? के पागल। अन्डा के भयो त? एउटा फुटेको दुईटा निस्क्यो त। यो एउटा अन्डाबाट अँ हट पागल जस्तो कुरा गर्थ्यो हौ। म बाउलाउन आँटे अब। एउटाबाट चाहिँ कसरी दुईटा निस्किन्छ? अब निस्क्यो त यी। कसरी नि? यो हुनै सक्दैन। यहाँ हेर यी। अँ यो पनि यो अन्डा के भयो यो? हेर हेरौँ हेरौँ ल। हेर्नु यी लाते चाहिँ अब देख्नु भयो नि कतिवटा भयो। ए हो त रहेछ त यार। एउटा अन्डाबाट दुईटा रानी? अब पत्याउनु न अनि। यो दुईटा मात्रै फुटाएको? यो दुईटा मात्रै? अनि अहिले त कतिवटा फुटाएको त्यो कतिवटा छ र यी। यो त अरू त अब यो हो त यार। एउटा अन्डाबाट दुईटा रानी निस्क्यो यार। कस्तो पागलमा चाहिँ अहिले फुटाएर म देखाएको होइन यहाँ भित्र र जुडुवा छ त, जुडुवा छ त हौ यो त। अनि के हो? एउटा अन्डाबाट दुईटा रानी निस्क्यो त यार। अब के यसबाट के दुईटै चल्ला निस्किन्छ त? यहाँ नै बुवा यो दुईटा अन्डाबाट यो चारवटा रानी। जुम्ल्या जुम्ल्या यसबाट के चल्ला पनि दुईटै निस्किन्छ एउटा अन्डाबाट? ल हेर्नु साथीहरू, मैले चाहिँ आज पहिलोचोटि देखेको यो एउटा अन्डाबाट दुईटा रानी भएको चाहिँ आज पहिलोचोटि देखेको। चल्ला पनि दुईटै निस्किन्छ अरे। बुवा त्यसै भन्दैन यहाँ चाहिँ यो निस्काल्दाखेरि फुट्यो कि, तर यो यहाँ हेर्नुहोस् राम्ररी हेर्नु चाहिँ ए पेचक्क भयो होइन। तर यो दुईटा खोल यही छ दुईटा, त्यो त बोइल गरेको। तपाईँहरूले कहिले देख्नुभएको थियो भन्नुहोस् है मलाई कमेन्टमा भन्नु त। यसले के दुईटा चल्ला निकाल्छ कि एउटै निस्किन्छ? यो दुईटा रानी छ एउटा अन्डामा। नि साँच्चै त्यही त कति भन्दा त दुईटै चल्ला निस्किन्थ्यो। म पहिलोचोटि देख्दैछु अनि त्यही भएर बोला त्यही त अचम्म यार। यो त किदै आउँछन् बाबै। अचम्म लाग्यो मलाई त। मलाई चाहिँ अचम्म लाग्यो साथी। तपाईँहरूलाई कस्तो लाग्यो? तिमीलाई नि अचम्म लाग्यो? त्यही त अचम्म लाग्यो यार मलाई। तपाईँहरू पनि भन्नुहोस् है, तपाईँहरूले कहिले देख्नुभएको थियो एउटा अड्डाबाट दुईटा रानी निस्केको? यसले दुईटा चल्ला निकाल्थ्यो होला पक्कै पनि।